मन छुने कथा अन्तिम भेट जहाँ शब्दहरू हराए। प्रिय माया, आज फेरि एकपटक अचानक तिम्रो नामले मनको ढुकुढुकी बदलाइदियो। कहिलेकाहीँ लाग्छ मानिसहरू किन टाढा जान्छन् भन्दा यादहरू नै नटुट्ने रहेछन्। तिमीलाई अन्तिम पटक भेट्दा तिम्रो आँखामा कति कुरा थिए, तर अधुरो रहेरै बगिरहे जस्तै मनकै पानी, जसलाई कसैले थाम्न सक्दैन। मायाले त्यो दिन केही भन्न खोजेकी थिइन्, तर न त ओठ खुले न त आँसुले ढल्किने अनुमति पाए। त्यो नबोलेको बिदाई आजसम्मकै सबैभन्दा ठुलो वाक्य जस्तो लाग्ला। माया, हामीले कहिल्यै एक अर्कालाई रहने बाचा त दिएका थिएनौँ, तर टुट्ने कुरा पनि कहिल्यै गरेका थिएनौँ। सायद त्यही अस्पष्टता हाम्रो अधुरो अन्त्य बन्यो। कति रातहरू बिते तिम्रो सुखै छ है भन्ने एउटा सानो सन्देशको आशामा, तर फोन सधैँ मौन रह्यो। र म पनि जीवनले कसरी कसैलाई भुल्नुपर्ने रहेछ भनेर कहिल्यै सिकाएको थिएन, तर तिमी गएपछि सिकाउनै बाध्य पारियो। आज फेरि त्यो कफी पसलको छेउमा भए, जहाँ तिमीले एक दिन मन थकित छ भनेर कफी समाएर बसेकी थियौ। आज त्यही कफीको गन्ध छ, त्यही कुर्सी छ, तर तिम्रो उपस्थिति छैन। तर अचम्म मलाई आज पनि लाग्यो, यदि तिमी अचानक आएर किन यस्तो चुप भन्ने छेउ कि भनेर। तर तिमी आइएनौ। आउनु पर्ने थिएन पनि, सायद हाम्रो कथा यतै टुङ्गिनु पर्ने रहेछ। माया, जहाँ छौ जसरी छौ, म बस तिम्रो मनमा अब कुनै भार नहोस् भन्ने चाहन्छु। किनकि माया सम्झनामा राख्ने कुरा हो, मनमा दुखाइ बनाइराख्ने होइन। तिमी मेरो जीवनको त्यो पाना हौ जसलाई म फेरि पल्टाउन चाहन्न, तर च्यात्न पनि सक्दिन। र म समयको भिडभाडमा तिमीलाई सम्झँदै सानै भएर हिँडिरहने यात्रु मात्रै। पानी जस्तै कति कुरा बगेर जान्थे, तर केही सम्झना समुद्रको गहिराई झैँ मनमा स्थिर भएर बस्दो रहेछन्। फर्केर नआउने तिमी, तर छोडेर पनि नजाने तिम्रो स्मृति। यही सम्झनाले आजसम्म पनि मनलाई हल्का न्यानो बनाइरहेको छ। यो काल्पनिक कथा हो, कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ। यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।